भन्नेभन्दा गर्ने कुरा धेरै छ। त्यसैले भन्नेभन्दा गर्ने कामका लागि तपाईँहरूले हामीलाई 21 गते अनुमोदन गर्नुहुन्छ भन्ने विश्वास लिएको छु। म 21 गतेसम्म हामी प्रतीक्षा गरिरहेका छौँ। चुनावी सभामा तपाईँसँग फेरि पनि भेट हुनेछ। यति कुरा याद राख्नुहोला, यसपटक मतदान मात्र होइन, मतक्रान्ति गर्नुपर्नेछ। मतपत्रमा हामीले तपाईँका लागि घन्टी राखिदिएका छौँ। इतिहास लेख्ने जिम्मा तपाईँलाई छोडेर हामी जाँदैछौँ। यो देशको इतिहास अब तपाईँहरू आफैले लेख्नुहुनेछ। आफ्नै हातले आफ्नो इतिहास लेख्ने 21 गतिका लागि तपाईँहरूलाई म अग्रिम रूपमा अनुरोध गर्दै फोटो भेटघाटलाई यही टुङ्ग्याउँछु। फेरि पनि आउनेछु। आफ्नो द्वारा नरेश्वर होला, प्रकाश सचौडिया तपाईँको यसपटकको उम्मेदवार। सबको जय होस्। जय देश, जय घन्टी, जय घन्टी, जय घन्टी, जय घन्टी। हार्दिक धन्यवाद दिन चाहन्छौँ। यस क्षेत्रका आदरणीय न्यायाधीश आमाबुवा दाजुभाइ दिदीबहिनीहरू, यो परिवर्तनको घन्टी बजाउन गएको तयार अवस्थामा रहिरहनु भएको छ। सदस्य सभापतिजीले यो छोटो सम्बोधन गरिसक्नु भएको छ। यहाँहरूको आशा र भरोसाको केन्द्र, के युवा, के युवा, के बालक, सबैको आशा र भरोसाको केन्द्र सुशासन र समृद्धिको सपना साकार पार्नका निम्ति अगाडि अनवरत रूपमा अगाडि बढिरहेको यो एकताको साथमा प्रकाश रजरिया आशा